हेलो गाइज नमस्ते। अहिले चाहिँ म जाँदैछु माथि डाँडामा। थका लाग्यो गाइज, एलर्जी पनि छ मलाई, धेरै चिलाउँछ एलर्जीले गाइज। अब भिडियो बनाउँदै गएको गाइज, एकैछिनमा पुगेकै थाहै भएन, पुग्नै लागेछ। भिडियो बनाउँदै गएको यस्तै गरी। अब एलर्जीले चिलाएर यार लास्टै गाइज के गर्नु, यस्तो उकालो चढेपछि होइन, गर्मी पनि अनि गर्मी पनि जाडो पनि भएपछि चाहिँ यो ज्यान सिउ 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 चिलाउँदो रहेछ कि यो के हो, रोग हो कि गाइज यार? कमेन्टमा बताइदिनु होला गाइज, के हो यो? पुरै ठाडो छ भने उकालो पनि गाइज ठाडो छ, के गर्नु त यार? खतरा छ है, भ्यू दामी छ गाइज, दामी छ, ठिकै हो। खाइसक्यो, केही नगर्ने गर्दिनु म ल, केही नगर्ने रे गाइस, के गर्नु? होइन कि त्यो त एलर्जीले हो नि त, एलर्जीले चिला हो नि त होइन, घाँटी साइड त एलर्जीले हो नि त गाइस, होइन? डोन्ट माइन्ड गाइज है, चल्छ, केही हुँदैन, मनोरञ्जन हो क्या, मनोरञ्जन हो होइन, मन शान्त गर्ने हो, मनलाई खुसी पार्नुपर्छ जिन्दगीमा, हाँसी खुसी जिउनुपर्छ। थाक्यो, के गर्नु गाइस, थाक्यो यार।